दामोदर सर, यहाँलाई हार्दिक स्वागत छ तिलोत्तमा बहसमा। हस्, धन्यवाद। तिलोत्तमा बहसको आजको श्रृङ्खलामा आज हाम्रा अतिथि हुनुहुन्छ उपप्राध्यापक डाक्टर दामोदर भुसाल। उहाँ 3 दशकदेखि चाहिँ यो शिक्षा क्षेत्रमा, प्राध्यापन क्षेत्रमा क्रियाशील हुनुहुन्छ। उहाँले 2 वर्ष अगाडि मात्रै एउटा पर्यावरणको विषयमा विद्यावारिधि पनि गर्नुभएको थियो। उहाँका विभिन्न रिसर्च पेपरहरू, लेखहरू पनि विभिन्न ठाउँमा प्रकाशन भएका छन्। उहाँसँग संवाद गर्न पनि धेरै विषयहरू छन्। उहाँलाई विद्यालयको र कलेज दुवैतिरको एउटा व्यवस्थापन र शिक्षासँग सम्बन्धित विषयमा उहाँ धेरै जानकार हुनुहुन्छ। शिक्षाका नवीन प्रयोग, खोज, अनुसन्धान लगायतका धेरै विषयसँग, अहिले हाम्रो शिक्षा पद्धति लगायतका धेरै विषयसँग उहाँसँग ठुलो अनुभव छ, धेरै अनुभव छ। हामी विभिन्न विषयमा उहाँसँग कुराकानी गर्नेछौँ आगामी श्रृङ्खलामा। तर आज हामी चाहिँ दामोदर सरसँग खास गरेर उहाँको यो शैक्षिक यात्रा र अहिलेको चाहिँ शिक्षा प्रणालीको विषयमा रहेर केन्द्रित रहनेछौँ। सबैभन्दा पहिला सर, हजुरको यो प्राध्यापन यात्राको बारेमा हाम्रा दर्शक श्रोताहरूलाई जानकारी गराउनुहोस् न। धन्यवाद। म 2048 सालदेखि यो शिक्षण सेवामा म प्रवेश गरेको हुँ। म युनिभर्सिटी एजुकेसनमा 2053 सालमा म प्रवेश गरेको हुँ र अहिले पनि म युनिभर्सिटी एजुकेसनमा छु। र मलाई चाहिँ स्कुल एजुकेसन र युनिभर्सिटी एजुकेसन दुवै एजुकेसन को अनुभव बटुल्ने चाहिँ मैले मौका पाएँ। र अहिले हिजोको एजुकेसन र आजको एजुकेसनमा धेरै चेन्जेसहरू छ। त्यो चेन्जेसहरूलाई निहाल्ने चाहिँ अवसर चाहिँ मैले प्राप्त गरेको छु। सरले 48 सालबाट यो शिक्षण पेसामा भन्नुभयो। त्यति बेलाको र आजको, आज एआईसम्म आइपुग्यो, विद्यार्थीहरू, पढ्ने विद्यार्थीहरू त बढिरहेकै छन्। यो प्रसङ्गमा चाहिँ तपाईँको अनुभवले के भन्छ? अब हिजो के थियो भन्दाखेरि अब अलिकति मैले गुरुकुलबाटै जोड्न पर्ने भयो। हजुरको क्वेसनले त्यो माग्यो जस्तो लाग्छ। त्यही हिजो के थियो भन्दाखेरि गुरुकुल शिक्षामा गुरुहरूले शिष्यहरूलाई चाहिँ पढाउने र त्यो पढाइरहँदाखेरि शिष्यहरूले त्यो एक्टिभिटी, खास गरिकन क्रियाकलाप थुप्रै गर्नुपर्ने हुन्थ्यो। गाई चराउन जाने, घाँस काट्ने, पानी बोक्न जाने, अथवा त्यो रुखमा चढेर दाउराहरू लिने, अनि खाना पकाउने लगायतका थुप्रै कामहरू शिष्यहरूले चाहिँ गर्नुपर्ने हुन्थ्यो। बिस्तारै चाहिँ शिक्षालाई अलिकति यो फर्मल रूपमा जब शिक्षा अगाडि बढ्दै गइसकेपछि अब यो शिक्षालाई विद्यालय, शिक्षक, अनि त्यहाँका विद्यार्थीहरू, युनिभर्सिटी, त्यहाँका प्राध्यापकहरूलाई चाहिँ एउटा शिक्षालाई एउटा फर्मल, एउटा औपचारिक डालोमा राख्ने चाहिँ काम चाहिँ भयो। र त्यति बेला के थियो भन्दाखेरि हिजोको एजुकेसनले के भनेको थियो भन्दाखेरि शिक्षक भनेको सबभन्दा बढी ज्ञानको स्रोत हो। शिक्षकले जे भन्यो त्यो विद्यार्थीले अनुसरण गर्नुपर्छ भन्ने थियो। र शिक्षक को कन्टेक्स्टमा चाहिँ एकदमै ओबिडियन्ट हुनुपर्ने थियो भन्ने थियो हिजोको कन्टेक्स्ट। र आज चाहिँ छोटकरीमा भन्दाखेरि आज चाहिँ परिवर्तन भएको छ, अथवा एजुकेसनको प्याराडाइम सिफ्ट भएको छ। आज के देखिन्छ भन्दाखेरि ज्ञानको स्रोत भनेको शिक्षक मात्रै होइन। अब आज ज्ञानको स्रोत भनेको थुप्रै ठाउँ छ। अब अहिले एआईसम्म आउँदाखेरि त ज्ञानको स्रोत छत्ताछुल्ल चाहिँ भएको छ। यो हामीले चाहिँ देखेका पनि छौँ, महसुस गरेका पनि छौँ। यसले गर्दाखेरि अब एउटा अप्रोचमा शिक्षा बढ्यो अगाडि। त्यो अप्रोच के थियो भन्दाखेरि लेक्चरिङ, अथवा शिक्षक कक्षा कोठामा आउने, शिक्षकले वान वे तरिकाले शिक्षकले लेक्चरिङ गर्ने, विद्यार्थीले त्यो कुरा सुन्ने, अनि सुनेको कुरालाई कपीमा उतार्ने, अनि घरमा जाने, पढ्ने, फेरि होमवर्क चाहिँ सकाउने, अनि शिक्षकलाई लिएर देखाउने, करेक्सन गराउने, र त्यसपछि म ठिक छु कि ठिक छैन भनेर जान्ने।
यो हिजोको एउटा यो बिचमा जब फर्मल एजुकेसन आइसकेपछि पनि यो आयो र अहिले पनि थुप्रै ठाउँमा त यस्तै पनि छ। तर पनि अहिलेको अब एजुकेसन भनेको अलिकति प्रोग्रेसिभ पेडागोजीमा जानु पर्यो। अब अहिलेको एजुकेसनले के भन्यो भन्दाखेरि विद्यार्थीहरू सबै विद्यार्थी एकै खाले छैन, विविधता छ कक्षा कोठामा। त्यो विविधतालाई बुझेर कोही विद्यार्थी अब रिदमिक तरिकाले पढाउँदाखेरि बुझ्छ, कोही विद्यार्थीलाई चाहिँ कुनै एक्टिभिटी गरायो भने बुझ्छ नत्र बुझ्दैन, कोही विद्यार्थी सुनेपछि मात्रै बुझ्ने कला लिएर जन्मेको विद्यार्थीहरू हुन्छ, कोही मान्छे त्यही कुरालाई भिजुअली देखायो भने बुझ्छ नत्र नबुझ्ने हुन्छ। त्यस कारणले विद्यार्थीले अनेक किसिमको पोटेन्सियालिटी लिएर चाहिँ कक्षाभित्र आएको हुन्छ र मेरो विद्यार्थीको त्यो कक्षा कोठाको मेरो विद्यार्थीको सम्भावना के हो, त्यसको पोटेन्सियालिटी के हो, अब त्यो शिक्षकले चाहिँ चिन्नुपर्छ र शिक्षकले चिनेर विद्यार्थीको इन्टेलिजेन्स केमा छ त्यो इन्टेलिजेन्सलाई बुझेर यदि शिक्षकले चाहिँ विद्यार्थीलाई चाहिँ सहजीकरण गर्दा विद्यार्थीको चाहिँ लर्निङ एचिभमेन्ट चाहिँ बढी देखिन्छ। त्यसकारणले अहिलेको शिक्षकहरूले गर्नुपर्ने कुरा के छ भने एउटा त विद्यार्थीहरूको इन्टेलिजेन्सको कुरालाई बुझ्नु पर्यो, अथवा विद्यार्थीहरूमा मल्टिपल इन्टेलिजेन्स हुन्छ र सबै विद्यार्थी एकै खाले हुन्नन् र विभिन्न खाले विद्यार्थीलाई एउटै मेथड अफ टिचिङले चाहिँ पुग्दैन भन्ने कुरा शिक्षकले जान्नु पर्यो अहिले। र दोस्रो कुरा के जान्नु पर्यो भन्दाखेरि अहिले कि हिजोको जस्तो ट्रेडिसनल पेडागोजीबाट अब विद्यालय शिक्षा अथवा युनिभर्सिटी शिक्षा चल्दैन, किनभने युनिभर्सिटी शिक्षा रिसर्च बेसमा जानु पर्यो र स्कुल एजुकेसनको शिक्षा पनि अलिकति रिसर्च र प्रोग्रेसिभ पेडागोजीमा जानु पर्यो। अब प्रोग्रेसिभ पेडागोजीको कुरा गर्दा यो अलिकति लामो नै कुरा छ, त्यसलाई मैले सर्टमा कुरा गरौँ कि अब विद्यार्थीहरूलाई अलिकति एक्टिभिटी बेसमा कुनै काम हामीले गराउँदैछौँ भने उसले त्यो काम चाहिँ विद्यार्थीले आफ्नै तरिकाले गरोस्। आज मैले चाहिँ फर इक्जाम्पल भनौँ न, एउटा उदाहरण दिउँ। हजुर, आज मैले गाईको कुरा म पढाउँदैछु भने गाई घरमा छ नि त, उसले चाहिँ कम्तीमा घरको गाईलाई अवलोकन गरोस्, अनि गाईका कतिवटा खुट्टा छन् भन्ने कुरा उसले भिजुअलाइज गरोस्, पुच्छर भन्ने भिजुअलाइज गर्छ, सिङ हुन्छ भिजुअलाइज गर्छ, आँखा हुन्छ भिजुअलाइज गर्छ, गाईले दुध दिन्छ भन्ने कुरा उसले भिजुअलाइज गर्छ, अनि उसको मल अथवा उसको मलमूत्रबाट चाहिँ एउटा त्यो उसको मलको काम हुन्छ, खेती उत्पादन गर्ने कुराहरू हुन्छ। यो सबै कुरा चाहिँ विद्यार्थीले जान्छ। सरले भन्न खोज्नुभयो विद्यार्थी केन्द्रित शिक्षण विधिको कुरा गर्नुभयो जस्तो लाग्यो र यो तरिकाले चाहिँ तपाईँले भनेअनुसारकै अब त्यो तरिकाले अध्यापन गराउनका लागि के नेपालका विद्यालय, अभिभावक, विद्यार्थीहरू त्यसका लागि तयार छन्, सक्षम छन्? अब यो सम्पूर्ण रूपमा त त्यो देखिँदैन होइन। अब सबै ठाउँमा, किनभने हाम्रो धेरै दुर्गम ठाउँहरू पनि छ, हाम्रा अलिकति शिक्षामा अलिकति इमर्जिङ ठाउँहरू पनि छन्। त्यस कारणले अब सबै ठाउँमा त यो इक्वली यो कुरालाई चाहिँ एक्सप्लोर हुन्छ भन्ने कुरा त म पनि ठान्दिनँ, तर स्लोली एन्ड ग्रेजुअली त्यो फिल्डमा जानुपर्ने चाहिँ एउटा परिस्थिति पनि छ। र अब त्यो फिल्डमा हामी जान सकेनौँ भने शिक्षाको जुन किसिमको हामीले क्वालिटी भनेका छौँ नि त, क्वालिटी भनेको एउटा विद्यालयमा कति धेरै विद्यार्थी छन् त्यो क्वालिटी होइन। क्वालिटी भनेको त समग्रमा विद्यार्थीले कति कुरा सिक्यो र त्यो कुरालाई आफ्नो जीवनमा कसरी उसले चाहिँ अप्लाई गर्दैछ, त्यो एउटा क्वालिटी हो। जस्तै अहिले हामीले हेर्छौँ त धेरै ठुल्ठुला विद्वानहरूले धेरै ठुलो कुरा सिकेका होइनन् नि त। जेम्स वाटले स्टिम इन्जिन आविष्कार गर्ने कुरामा त्यो एउटा केटलको पानी उम्लेको देखेर त्यो स्टिमको पनि पावर हुन्छ भनेर त्यत्रो इन्जिन बनायो त भन्ने उनको कन्सेप्ट एउटा तयार गरे हो नि त। र भनौँ न न्युटनले स्याउ चाहिँ तल खसिरहँदाखेरि किन माथि जान्न भन्ने कुरा उनले त्यो कुरा क्वेसनिङ गरेर न्युटन बनाए हुन् नि त। त्यस कारणले यो लर्निङलाई के छ भन्दाखेरि अलिकति त्यो टाइपको एउटा प्याराडाइममा चाहिँ हामीले लानुपर्ने। दामोदर सर, अब 48 सालदेखि तपाईँ यही शिक्षण पेसामा हुनुहुन्छ अथवा व्यवस्थापनमा हुनुहुन्छ, त्यति बेलाको मेथड, टिचिङ मेथड र आज चाहिँ 2083मा आइपुग्दाखेरि के विद्यालयमा केही त्यस्तो परिवर्तन आएको छ? होइन, कि परम्परागत हामी लेक्चर मेथडमै अलि होइन। यसलाई चाहिँ हजुरले भने जस्तै के थियो भने यो अत्यन्त रेलेभेन्ट क्वेसन पनि हो। परिवर्तन त आएको छ, तर अब सिग्निफिकेन्टली चेन्ज छ कि छैन भन्ने मात्रै कुरा हो।
किनभने हिजोको कक्षा कोठा, हिजो त हामी चाहिँ सानो पार्टीमा अनि त्यसपछि गएर त्यसमा चाहिँ त्यो आफै लएर अब ओछ्याउने लएर मतलब बिछ्याउने बस्ने कुरा होइन। त्यसपछि गएर त्यो ढुङ्गा चाहिँ दुधमा पकाएर त्यो लेख्ने बनाउने, कमेरो ढुङ्गा चाहिँ खोजेर दुधमा पकाएर लएर लेख्ने, अनि त्यो बोर्डमा चाहिँ काठको बोर्डमा चाहिँ त्यो ब्याट्रीको त्यो 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 धुलोहरू निकालेर त्यसलाई फेरि तेलमा राखेर त्यसलाई लिपोत गरेर लेख्ने बनाउने। त्यो पार्टबाट त अब व्हाइट बोर्ड आयो, अनि त्यसपछि मार्कर आयो, मार्करबाट अब डिजिटल बोर्ड आयो, स्मार्ट बोर्ड, यी सबै कुरा आयो नि त अब एजुकेसनमा। त्यसले गर्दाखेरि पनि एजुकेसनमा चाहिँ धेरै सिफ्ट भएको छ प्याराडाइम त। तर पनि जति सिफ्ट हुनुपर्ने छ नि त त्यति अझै पनि एजुकेसनमा प्याराडाइम सिफ्ट भएको देखिन्न। किन देखिन्न भन्दाखेरि मलाई लाग्दा यो अत्यन्त निजी विचार पनि हो, किनभने हामीले चाहिँ धेरै कुरा के गर्न खोज्यौँ भन्दाखेरि यो डेभलप कन्ट्रीहरूले जुन कुरा अवलम्बन गर्छन् नि त्यसलाई मात्रै ठिक भन्छौँ क्या हामीले। त्यसले गर्दाखेरि पनि हामी समस्यामा पर्छौँ। हिजो गुरुकुलको कुरा के नराम्रो के थियो र? विद्यार्थीले त्यही प्र्याक्टिकल नलेज जानेको थिए त, त्यही एक्टिभिटी बेसमा सिकेका थिए त। घाँस काट्ने कुरा सिकेका थिए, दाउरा खोज्ने कुरा सिकेका थिए, खाना पकाउने कुरा सिकेका थिए, तरकारी काट्ने कुरा सिकेका थिए, खेतीलाई कसरी चाहिँ स्याहार्ने हो त्यो कुरा सिकेका थिए, भण्डारण गर्ने कसरी त्यो कुरा सिकेका थिए, ढेकी कुट्ने सिकेका थिए, जाँतो पिस्ने मतलब लिभिङलाई चाहिँ उनीहरूले त आफ्नो लिभिङ स्ट्यान्डर्ड कसरी मेन्टेन गर्ने भन्ने कुरा त सिकेका थिए नि त। तर हामीले के गर्यौँ भन्दाखेरि त्यो फिलोसफीलाई चटक्कै छोडेर फेरि हामी अलिकति अर्को सिस्टममा हामी डाइभर्ट भयो नि त। अब अहिले फेरि आइराख्दाखेरि अलिकति टेक्नोलोजी त मिसाउनु पर्ने छ। अहिले मिसाउनु पर्ने भनेको थोरै टेक्नोलोजी हो, नत्र त हिजोको गुरुकुल एजुकेसनमा भएको एक्टिभिटी बेस जुन एजुकेसन थियो त्यो त राम्रो थियो त, राम्रो थियो। तर हामीले के ठान्छौँ भने त्यो युरोपियन कल्चर, युरोपियन स्ट्यान्डर्ड, युरोपियन स्टाइल, युरोपियन मेथडलाई चाहिँ हामीले राम्रो मान्छौँ, जुन चाहिँ उनीहरूको ठाउँको हिसाबले त रेलेभेन्ट होला, तर हाम्रो ठाउँको हिसाबले कैयौँ कुराहरू इरेलेभेन्ट छ। सर, अब पहिलाका विद्यार्थीहरू आफ्नो घरयासी काम गर्थे, पढ्थे होइन, आफ्नो दैनिक जीवनमा आइपर्ने खेती प्रणाली होस् अथवा चाहिँ आफ्नो जे छ आफ्नो परिवारको पेसा व्यवसाय त्यहीमा आबद्ध हुन्थे, काम गर्थे। तर अहिलेका विद्यार्थीहरू त अत्यन्तै पढ्न बाहेक अथवा उसको चाहिँ पढ्ने र अनि अहिले त 4 GPA ल्याउने होइन, त्यो अभिभावकले नि त्यो खोजिरहेको र विद्यार्थी नि त्यसमा चाहिँ बढी नै त्यो लागिरहेको, अरूको व्यावहारिक कुराहरू सिक्नेतिर अलि ध्यान नदिएको हो कि यो सोसाइटीले हामीले बुझ्न नसकेको हो कि स्कुलले अब त्यो अनुसारको सिकाउन सकिरहेका छैनन् कि अथवा हाम्रो शिक्षा प्रणाली नै त्यही छ? न, पहिलो कुरा त के हो भन्दाखेरि अब सोसियल ट्रान्सफर्मेसन नभएसम्म केही पनि हुँदैन। पहिलो कुरा त सोसियल ट्रान्सफर्मेसन चाहियो। अब कल्चरको पाठ चाहिँ उसले विद्यालयमा जाँदाखेरि 6-7 घन्टा अथवा युनिभर्सिटीमा जाँदाखेरि पनि 6-7 घन्टा 8 घन्टा बिताउला, तर पनि कल्चरको पाठ त उसले घरैबाट सिकेर आउनु पऱ्यो। मैले कस्तो कपडा लगाउने, मैले कस्तो खाने, मैले समस्या आउँदा कसरी सल्भ गर्ने, यी कुराहरू छन् नि त, थुप्रै कुराहरू छन्, त्यो बच्चाले सिकेर आउनु पऱ्यो। र त्योभन्दा बाहेकका कुराहरू जुन छ नि, अब अहिले खासमा चाहिँ यो 4 GPA को कुरा छ नि त। अब पहिला यो पर्सेन्टेज, GPA यो कुरालाई चाहिँ नराखौँ, बच्चाको गुणात्मक कुरालाई मात्र हेरौँ भन्ने कुरा हो नि त। यो त GPA सिस्टममा जानु भनेको बच्चाको चाहिँ ओभरअल डेभलपमेन्ट कस्तो छ त, उसको चाहिँ सम्पूर्ण विकास कस्तो छ त, खालि एउटा एस्पेक्ट हो। त्यो किताबमा भएको कुरा पढ्छ अनि याद गर्छ अनि कपीमा मात्र सार्छ अनि फिनिस, यो भने होइन नि त। उसले आफ्नो समाजको मान्छेलाई कसरी हेर्छ, आफ्नो सिनियरलाई कसरी हेर्छ, आफ्नो जुनियरलाई उसले कसरी हेरिरहेछ, बाबा आमाप्रतिको चाहिँ उसको सम्मान कस्तो छ, आफूभन्दा ठुला मान्छेहरूप्रति चाहिँ सम्मान कस्तो छ, अनि उसले बोल्दा कस्तो शब्दहरू चयन गरेर बोलिरहेको हुन्छ, अनि अरूलाई दुःख पर्दा उसले कसरी सहयोग गर्छ, अथवा आफूलाई चाहिँ अप्ठ्यारो पर्दा उसले कसरी सहयोग माग्छ, अथवा ऊ चाहिँ सर्भाइभ गर्ने उसले चाहिँ उपाय निकाल्छ कि निकाल्दैन, यो सबै कुरा हो नि त। अथवा विभिन्न किसिमको च्यालेन्जेसहरूमा उसले फेस गर्न सक्छ, सर्भाइभलको कन्टेक्स्टमा पनि त च्यालेन्ज छ नि त, अनि एजुकेसन लिने कुरामा पनि त च्यालेन्ज छ नि त। यो सम्पूर्णताको सिकाइ हो एजुकेसन भनेको। त्यस कारणले यो एजुकेसन त्यसैलाई भनेको हो क्वालिटी। तर हाम्रोमा चाहिँ समस्या के हो भने पहिला चाहिँ यति % लियो, यो धेरै एकदमै क्वालिटीको भयो भन्ने, अनि त्यसपछि मेरा धेरै विद्यार्थी छन् त्यही नै क्वालिटी हो भन्ने,
धेरै विद्यार्थी भएको विद्यालय अथवा कुनै ठाउँ चाहिँ क्वालिटी छ भन्न चाहिँ सकिन्न नि त। तर कुरा के छ, त्यो 4 GPA आएको चाहिँ क्वालिटी हो भन्न पनि सकिन्न, किनभने सबै विषयमा अहिले पनि कपी परीक्षण त उही नम्बर सिस्टममै कपी परीक्षण हुन्छ। त्यो कपी परीक्षण हुँदा 90 लिएको सबै विषयमा लिएको मान्छेको 4 GPA आउला। तर सबैमा 100 लियो सपोज मानौँ, एउटामा चाहिँ 89 नै लियो अथवा 89 भनौँ न लियो भने GPA को हिसाबले त त्यो बच्चा जसले 90 लियो उसको 4 GPA आयो, जसको सबैमा 100 छ तर उसले चाहिँ एउटा विषयमा 90 भन्दा कम आएको कारणले उसको 4 GPA आएन। तर त्यस्तो किन, यो कुरा किन रेलेभेन्ट होइन भन्दाखेरि जस्तै उसले चाहिँ 10 कक्षामा पढ्दाखेरि 7वटा विषय अहिले पढ्छ मानौँ, 7वटा विषय पढ्छ, 11मा जाँदा 5वटा 6वटा विषय उसले पढ्छ अथवा, तर उसले चाहिँ यो किन रेलेभेन्ट देखिन्न भन्दाखेरि त्यो जुन तपाईँको यो जुन 4 GPA आउँछ नि, 4 GPA आउँदाखेरि उसले चाहिँ आफूलाई चाहिँ म वेल क्वालिटेटिभ हुँ भन्ने कुरा उसले जुन सोच्छ नि, त्यहाँनिर गएर यो कुरा मिल्दैन। किन मिल्दैन भन्दाखेरि जस्तै उनीहरूले 5वटा विषय पढ्दाखेरि भोलि चाहिँ सोसल स्टडी भन्ने विषय नै पढेन 11मा मानौँ, 10मा सोसल स्टडीमा आएन उसको 4 GPA, 11मा जाँदा उसले सोसल स्टडी नै पढेन, साइन्स फेकल्टी पढ्यो, सोसल अथवा म्यानेजमेन्ट पढ्यो, उसले सोसल स्टडी पढेन, अरू विषय पढ्यो, नम्बर माथि लियो। अनि त्यो भोलिको चाहिँ फ्युचर इन्जिनियर होला, डक्टर होला, अथवा रिनाउन्ड साइन्टिस्ट होला, अथवा फार्मरै भए पनि चाहिँ रिनाउन्ड फार्मर होला। अब अहिले त सबै कुरा गर्न सक्छ नि त। त्यसले गर्दाखेरि यो 4 GPA र यो 4 GPA भन्नु अथवा 4 GPA ले के भनेको भन्दाखेरि यो GPA त एभरेज कुरा हेरेको हो क्या, यसले चाहिँ स्पेसल ट्यालेन्ट खोजेको होइन यसले। तर हाम्रो समाज हामीले के बुझ्यौँ भने 4 GPA भनेपछि यसको स्पेसल ट्यालेन्ट हो, यो चाहिँ एक्स्ट्रा अर्डिनरी हो, यो सबभन्दा क्वालिटेटिभ हो भन्ने चाहिँ बुझ्यौँ। त्यो चाहिँ रङ कन्सेप्ट। अब हिजो पर्सेन्टेजमा बुझियो त्यही कुरा, अब अहिले चाहिँ फेरि GPA तिर गएर बुझ्न थालियो भन्ने हो। एउटा कुरा के हो भन्दाखेरि राज्यले के सोचेको भन्दाखेरि अब प्रतिस्पर्धा भनेको व्यक्तिले गर्ने हो, व्यक्तिले आफूले आफैसँग प्रतिस्पर्धा गर्ने हो। हिजो म के थिएँ, आज म के हुने, र हिजो म कति इन्फर्म थिएँ, आज म कति इन्फर्म हुने, कुरा व्यक्तिको बिचमा प्रतिस्पर्धा हुने हो। एउटा व्यक्तिले अर्को व्यक्तिसँग प्रतिस्पर्धा भन्दा पनि स्वयं आफ्नो यो डेभलपमेन्टमा बच्चा लाग्नुपर्छ भन्ने हो। उसको क्रिटिकल थिङ्किङ चाहिँ अलिकति फरक हुनुपर्छ भन्ने कुरा हो, किनभने हरेक व्यक्तिको पोटेन्सियालिटी त फरक हुन्छ नि त। तर बुझाइ के भयो भन्दाखेरि फरक भयो। हाम्रो सोसाइटीले यही कुरा नहोस् भनेर राज्यले चाहिँ GPA मा गरेको त्यो एउटा एभरेज टाइपको रिजल्ट निकाल्न खोजेको। तर अहिले पनि के भयो भन्दाखेरि होइन, यो GPA लाई चाहिँ यो 4 GPA भने ठुलो अथवा हाइएस्ट पर्सेन्ट लियो भनेको यो एकदमै एक्स्ट्रा अर्डिनरी हो, यो कुरा हो। जस्तै अब पर्सेन्टले हिजो के भएको थियो भने केही मान्छेहरू कम्पेयर गरेर अत्यन्त दुखी भएको परिस्थिति थियो, किनभने परीक्षा भने त टेक्निकल कुरा पनि हो नि। कहिलेकाहीँ एउटा शिक्षकले कपी चेक गरेको र अर्को शिक्षकले त्यही कपी चेक गर्दाखेरि थुप्रै नम्बरमा चाहिँ फरक पर्छ ल्याङ्ग्वेजको विषयहरूमा। त्यसले गर्दाखेरि अत्यन्त बच्चाले त्यो फिल गर्यो। त्यो फिल गरेका कारणले कम्तीमा एउटा GPA मा एभरेज एउटा रिजल्टमा जाँदाखेरि एउटा तरिकाको चाहिँ मान्छेलाई फिल होस् भनेर पनि यो GPA लिएको। तर पनि मान्छेको माइन्डसेटमा अहिले पनि चेन्ज भएको चाहिँ देखिँदैन। दामोदर सर, अब यो पछिल्लो समय यो प्रविधिको प्रयोगसँगै विद्यार्थीहरूमा पनि अलिकति चाहिँ धैर्यता नभएको आम अभिभावकको गुनासो छ, र शिक्षकहरूले पनि पढाउनलाई पनि अब विद्यार्थीहरूलाई कुरा बुझाउनलाई पनि गाह्रो भइरहेको भन्ने चाहिँ उनीहरूको गुनासो पनि सुनिन्छ। यो विषयमा तपाईँ के भन्नुहुन्छ? अनि एउटा कुरा के हो भन्दाखेरि अब हामीले बच्चा-बच्ची जन्माएपछि हुर्काउनै जानेनौँ। पहिलो त बच्चा-बच्ची हामीले पहिला त वोमबाटै सुरु हुन्छ नि त। बच्चा-बच्ची वोममा जान्छ, वोममा गइसकेपछि हामीले के इन्टेक गऱ्यौँ त, आमाले के खानुभयो त खानेकुरामा, जस्तै भित्र त बच्चा छ नि त, उसले त्यो फिल गर्छ नि त। आमाले खाएको खानेकुराबाट उसले त्यहाँबाट लिने हो उसको सर्भाइभललाई। अनि त्यहाँबाट हाम्रो मानव विकास सुरु हुन्छ। अनि त्यसपछि उसलाई अनि आमालाई हामीले कसरी हेऱ्यौँ, कस्तो स्याहार सुसार गऱ्यौँ, अनि त्यसपछि कुन चिज पोसिलो चिजहरू कति खान दियो, उहाँले कति एक्सर्साइज गर्नुभयो, अथवा यो कुरा कति खुसी हुनुभयो।
अब यो हर्मोनको कुरा पनि आउँछ। अब यहाँबाट सुरु हुन्छ एउटा बच्चा कस्तो बनाउँदैछौँ भन्ने। अनि त्यसपछि अब जन्मिसकेपछि अब बच्चाको अब विकास हेर्नु पर्यो, साइकोलोजिकल चरण छ नि त यति वर्ष यो समयमा। अब खास इम्पोर्टेन्ट कुरा त के छ भन्दाखेरि त्यो हाम्रो समयमा पनि हामीले फिल गरेको कुरा, अब आमा बुवाले चाहिँ आमाले चाहिँ जन्माइदिनु भयो, जन्माइदिइसकेपछि समस्या कहाँ आयो भने अब हामी चाहिँ एउटा त्यो कोक्रो भनौँ डाँडी भनौँ आफ्नो ठाउँ अनुसारको अथवा कुनै बिछानामा सुताइदिनु भयो। बच्चा किन रुन्छ भने बेसिकली 3टा कारणले रुन्छ। एउटा भोक लाएर रुन्छ, अथवा दोस्रो दिशा गरेर अथवा पिसाब गरेर रुन्छ, अथवा सानो कमिला समिला केहीले टोकेर रुन्छ। नर्मली यही देखिन्छ। तर त्यो बेलामा चाहिँ आमाहरूले चाहिँ अब दिशा पिसा त गरिरहेछ, बच्चा रोको सिग्नल दिएको छ नि त, ऊ बोल्न त सक्दैन नि त, सिग्नल दिएको छ, ऊ बोल्न पनि सक्दैन, तर रोइराखेको छ, चिच्चाइरहेको छ। र आमा चाहिँ कुनै मेलामा जानुभएको छ, बारीमा जानुभएको छ, खेतमा जानुभएको छ, मतलब गर्नु भएन नि त। अनि ऊ बच्चाको मेन्टल डेभलपमेन्ट त्यहाँबाट स्लो भयो। जो आमाले त्यो कुरा बुझ्नुभयो नि, उसले चाहिँ बच्चा अलिकति रोयो, के गर्न खोज्यो भनेपछि हेर यसले दिशा गरेछ अथवा पिसा गरेछ, चेन्ज गरिदिनु भयो। नेक्स्ट टाइम पनि बच्चाले सिग्नल दिन्छ। तर बच्चाले त्यो कुरा चाहिँ आमाले चाहिँ गर्नु भएन भने, त्यो कुरा बुझ्नु भएन भने त्यहाँ बच्चाले सिग्नल दिन्न। त्यस्तै गरिकन सर्टेन कति महिनामा कतिवटा शब्द बच्चाले सिक्नुपर्ने हुन्छ। अनि बच्चाको तपाईँको त्यो सरसफाइमा आमा बाबाले कति ख्याल दिनुपर्छ, बच्चाको एक्टिभिटीमा कति ख्याल दिनुपर्छ, बच्चाको इन्ट्रेक्सनमा कति ख्याल गर्नुपर्छ भन्दा नर्मली त तपाईँको के हुन्छ भने कति खेलाउन दिने बच्चाले त इन्ट्रेक्सन गरे हो नि त, उसँग कम्युनिकेसन गरे। बाबामासित त कम्युनिकेसन गर्दैन नि बच्चाले, उसले आफूलाई मनपर्ने तरिकाको खेलाउनबाट उसले एउटा त्यो कम्युनिकेसन गरे हुन्छ। त्यो हामीले कति गरायौँ। अनि त्यसपछि स्लोली उसको फुड इन्टेक के थियो, हामी कति इन्ट्रेक्ट गऱ्यौँ, कति कुरा सुन्यौँ, यो नगर्ने हामीले गर्न छोड्यौँ। हामीले के गर्यौँ भने बच्चा जन्माएपछि यहाँ कोर्कोमा राखिदिने, अनि माथि मोबाइल झुन्डाइदिने, अनि मजाले त्यहाँ चाहिँ म्युजिक सुन्छ, के सुन्छ, किनभने बच्चा त म्युजिकल हुन्छ नि त। अनि त्यो सानैबाट उसलाई के भयो भन्दाखेरि मेरो कुरा कसैले बुझ्नेवाला छैन, म यसैमा रमाउने भनेर ऊ त्यति बेलाबाट नै एउटा टेक्नो फ्रेन्डली भयो क्या उसलाई। त्यो टेक्नोलोजी उसलाई चाहिँ एकदम फ्रेन्डली हुन थाल्यो। त्यस कारणले हुँदै के थाल्यो भने त्यो कुरा भएन भने नि तपाईँको के भयो भने ऊ जिद्दी भयो। र त्यो स्वभाव उसको ग्रेजुअली डेभलप हुँदै जाँदाखेरि उसले चाहिँ पछि के थाल्यो भने यो तपाईँको ऊ अझ जिद्दी हुन थाल्यो। हुँदै त तपाईँको कस्तो हुन थाल्यो भने अहिले त एउटा च्यालेन्जेस छ। के च्यालेन्जेस छ भने त्यो पहिला हाम्रो गाउँतिर के सुन्थ्यो भने यो माउखानी भन्ने एउटा जनावर हुन्थ्यो। अनि बच्चा जन्माइसकेपछि लखटी त्यो अभिभावकलाई खाने त्यस्तो थियो। अब अहिले चाहिँ एउटा फ्रेङ्कस्टिन मोन्स्टर भन्ने एउटा नोभेल छ होइन। अब त्यहाँ पनि के छ भने यो अहिलेको जेनेरेसनमा टेक्नोलोजीले के गर्यो भन्दाखेरि जसले त्यो टेक्नोलोजी क्रिएट गर्यो नि, त्यो टेक्नोलोजीले नै क्रिएटरलाई मारिरहेछ क्या। अब अहिले माछाको साल्मन फिसको कुरा गर्दाखेरि पनि त्यस्तै देखिन्छ। फिसले त्यो माछाले चाहिँ उसले अन्डा जब जन्माउँछ नि, जहाँ भेल हुन्छ त्यही जाँदै गर्छ, जहाँ उसले अन्डा पार्छ, अन्डा पारेपछि आफू त्यहीँ मर्छ। र त्यो अन्डाबाट बच्चा निस्केकाले त्यसैको आमाको मासु खाएर उनीहरू इमर्ज हुन्छ। पछि अब कस्तो छ भन्दाखेरि एउटा फिलोसफी, अलि डरलाग्दो फिलोसफी के छ भने हो टेक्नोलोजी त छ त, टेक्नोलोजीमा त जानुपर्छ। तर हामी चाहिँ के गर्यौँ भने 3-4वटा कुरा गऱ्यौँ क्या। जस्तै एउटा हामी टेक्नोलोजीमा सानैबाट अभ्यस्त गऱ्यौँ। जस्तै तपाईँको हामीले स्क्रिन टाइम कति घन्टा हो त हाम्रो बच्चाको, त्यो कुरा थाहा पाएनौँ हामीले। पहिलो कुरा हामी यहाँ ल्याकिङ भएका छौँ। मेरो बच्चाले आज अब भनौँ न 4-5 वर्षभन्दा तलकोलाई त स्क्रिन टाइम हटाइदिनै पर्यो। त कम्तीमा 5 वर्ष माथि भयो भने उसलाई चाहिँ स्क्रिन टाइम मैले आधा घन्टा दिने हो कि 1 घन्टा दिने हो कि तोक्नु पऱ्यो नि त। मोबाइल दिने आमा चाहिँ एकातिर बेपत्ता हुन त भएन नि त, बाबा बेपत्ता हुन भएन नि त। कोठामा थुन्ने मोबाइल दिने बेपत्ता हुने, अथवा कुनै ठाउँमा राख्ने मोबाइल हेरेर बसे भनेर बेपत्ता हुने। एउटा त यो कुरा छ। र दोस्रो कुरा के छ भन्दाखेरि यो पुलाउने भन्छौँ नि त हामी, आवश्यकताभन्दा बढी माया त हामीले गर्नै पर्छ। तर माया चाहिँ के हो भने त्यो सबैभन्दा बढी गऱ्यौँ भने माया पनि बिस्सर हुन्छ क्या। त्यसले हामीले चाहिँ आवश्यकताभन्दा बढी माया पनि गर्नु हुँदैन। त्यस कारणले आवश्यकता अनुसारको माया गर्नु पऱ्यो नि। बच्चालाई खाना दिनु पऱ्यो, टाइममा लगाउने दिने कुरा गर्नु पऱ्यो, अनि स्याहार सुसारका कुरा गर्नु, उसको माग चाहिँ ठिक हो कि होइन त्यो कुरा चाहिँ सम्बोधन हुनु पऱ्यो, त्यो एउटा कुरा। तर हामीले के गर्यौँ भने आवश्यकताभन्दा बढी उसले जे माग्छ नि उही दिइरहेछौँ।
बाबु तैँले 5 कक्षा चाहिँ राम्ररी पास कर, तँलाई मैले 6मा जान बित्तिकै एउटा स्कुटी किनिदिन्छु भनेर बाबा मम्मीले कुरा गर्न थालेपछि त अनि बच्चा जिद्दी त हुन्छ नि त। र दोस्रो कुरा के छ भने बच्चा बच्चीको जन्माउने कुरा पनि हामी लेट जन्माइरहेछौँ अहिले। हिजो चाहिँ हामीले एउटा टाइममा जन्माइरहेको थियौँ नि त, कमसेकम त्यो एजको कुराले भने। अब आज चाहिँ हामी चाहिँ 40 वर्षमा 35 वर्षमा बच्चा अब हामीले चाहिँ जन्माउँदैछौँ। अनि अर्को कुरा बच्चाको साइज पनि हामीले कम गऱ्यौँ त। एउटा बच्चा जन्मायो, दुईवटा बच्चा जन्मायो, अनि त्यसलाई चाहिँ हामीले के गर्ने हरेक इन्सिडेन्टमा हरेक चाहिँ एक्टिभिटीमा हामीले उसलाई चाहिँ आवश्यकताभन्दा बढी महत्त्व दियौँ। त्यसले गर्दाखेरि बच्चा अहिले अलिकति जिद्दी पन चाहिँ बच्चामा छ। किनभने टेक्नोलोजी त छ बच्चाको, उसको त्यो रेयरिङ सिस्टम पनि अझ त्यस्तै छ। अनि हाम्रो इस्टर्न कल्चरलाई, इस्टर्न फिलोसफीलाई हामीले भुलिरहेछौँ, अनि खानपिनलाई भुलिरहेछौँ। अब हामीले के गरिरहेको छौँ भने अब तपाईँको खानपिनमा पनि त्यही अलिकति स्वाद टाइपको प्याकेजिङ गरेका चिजहरूमा बच्चा बच्चीलाई लगाइरहेका छौँ, किनभने फुर्सद छैन नि त। अनि अर्को चाहिँ तपाईँको के गरेका छौँ भने उनीहरूलाई पेम्परिङ गऱ्यौँ, अलिकति पुलाउने काम गऱ्यौँ आवश्यकताभन्दा, त्यसले समस्या पारिरहेछ। अर्को कुरा टेक्नोलोजी मोबाइल जस्ता चिजहरूमा स्क्रिन टाइम कति दिने त बच्चालाई हामी सेन्सिटिभ भएनौँ। त्यसले गर्दाखेरि अहिलेको बच्चा बच्चीमा एउटा जिद्दीपन छ। अभिभावकले अब आफ्नो जिम्मेवारी कुशलतापूर्वक अब पुरा गर्न सकेनन् अथवा जानेनन् भनौँ होइन। अब त्यसको प्रभाव चाहिँ फेरि विद्यालयमा पनि देखिन्छ। अब कतिपय अभिभावकहरू त अब आफ्नो छोराछोरीलाई ल न सर यसो गरिदिनु पऱ्यो, अब मैले भनेको नभन्नु होला, यसोलाई घरमा यस्तो व्यवहार गर्छ भनेर पनि स्कुल धाइरहेका हुन्छन्। किन यस्तो छ भन्नुहुन्छ भने पहिलो कुरा हामीले समाजलाई हामीले करेक्सन गर्नुपर्छ। हेर्नुहोस्, समाजकै प्रतिबिम्ब त विद्यार्थी अभिभावक हो। अब समाजमा हामीले करेक्सन किन गरेनौँ भन्नुहुन्छ भने अब त्यो आफ्नो मेरो घर यहाँ छ, मेरो छिमेकमा कुनै एउटा पसल छ भने अनि त्यो 12 वर्ष 15 वर्षको बच्चा सुर्ती किन्न आयो भने पनि सुर्ती किन्न दिएका छौँ कि हामीले, अथवा मदिरा किन्न आयो भने मदिरा दिइरहेछौँ, अथवा अन्य तपाईँको चाहिँ जुन कुरा त्यो बच्चालाई चाहिँ दिनै हुन्न त्यस्ता कुरा पनि हामीले दिएका छौँ। र हामीले सामाजिक रोल चाहिँ हामीले निभाउन सकेका छैनौँ एक। र दोस्रो कुरा के भयो भन्दाखेरि यसले गर्दाखेरि अनि सोसियल नर्म्स पनि हामीले मानेका छैनौँ। हामीले हजुरबालाई कसरी सम्मान गर्ने, कसरी बोल्ने, आमालाई कसरी बोल्ने, बुवालाई कसरी गर्ने, अथवा हामीले फोन गर्दा अर्कोलाई कसरी गर्ने, फोन गरिसकेपछि कुरा अर्काको कसरी काट्ने, त्यो सबै एक्टिभिटी बच्चाले देखेको छ। बच्चाले मेरो बाबाले के गर्नुहुन्छ, मेरो मम्मीले के गर्नुभएछ, यो सब अनि कस्तो कुरा गर्नुहुन्छ, कति ढाँट्नुहुन्छ, कति ढाँट्नु, सबै कुरा उसले देखेको छ। र समाजमा पनि कस्तो छ भन्दाखेरि तपाईँको हामीले चाहिँ अधिकार मात्रै बच्चा बच्चीलाई सिकाएका छौँ, कर्तव्यको कुरा त सिकाएकै छैनौँ। जस्तै अधिकार बाल अधिकार हो, यो हो, ऊ हो, या हो भनेर सिकाएका छौँ र बच्चाले ठ्याक्कै त्यो कुरालाई माइन्डमा राखिरहेको छ। तर बच्चाले मेरो कर्तव्य के हो त भन्ने कुरा हामीले फ्यामिली, हाम्रो समाज, हाम्रो राज्य, यो सबै तहबाट जुन किसिमको सिकाउनु पर्ने छ यो सिकाउन सकेका छैनौँ। र हामी नै उदाहरण बन्न नसकेकोले, समाजका सदस्यहरू उदाहरण बन्न नसकेका कारणले पनि यो तरिकाको मेरो बच्चालाई मैले कन्ट्रोल गर्न सकिनँ, मेरो बच्चाको बाल काट्दिन पर्यो सर, मेरो बच्चाले नखाइकन आयो, यो तमाम खाले कुरा आउँछ नि त। यो के हो भने एउटा सोसियल एउटा फेनोमेना हो। जस्तो दामोदर सर, अब अस्ति एकजना प्रसँग, सामुदायिक विद्यालयको प्रसँग कुराकानी गरेको थिएँ मैले। उहाँले पनि यो अघि भर्खर निकाल्नु भयो नि, अब अहिले पछिल्लो पटक नेपाल सरकारले चाहिँ एउटा परिपत्र जारी गरेको छ, स्कुलहरूमा चाहिँ यो विभेद भयो के भयो भनेर कपाल काट्न नमिल्ने अथवा चाहिँ ड्रेस कोडको विषयमा कमेन्ट गर्न नमिल्ने यावत कुराहरू भनिरहेको छ। यसले गर्दाखेरि चाहिँ विद्यार्थीहरूमा अलिकति झन् अनुशासनहीनता अझै बढ्ने उहाँले चाहिँ जोखिम अमूल्याउनु भएको थियो। तपाईँ यसमा के टिप्पणी गर्नुहुन्छ? अब खास के हो भने यो कपालको कुरा, ड्रेस कोडको कुरा के हो भने स्कुलहरूमा किन लगाएको, युनिभर्सिटी एजुकेसनमा किन लगाएको, अथवा हरेक ठाउँमा एजुकेसनल इन्स्टिच्युटमा किन लगाएको भन्दा यो एउटा एक खाले मन्दिर हो र सबै मान्छेहरू यहाँ बराबर छन्, एउटै कोडमा आउँछन्, एउटै तरिकाका छन्। त्यहाँ चाहिँ विभिन्न वर्गका छोराछोरी पनि पढ्न आउलान् त, कोही सङ्गीतकारका आउलान्, कोही मन्त्रीका आउलान्, कोही सांसदका आउलान्, कोही चाहिँ तपाईँको प्रोफेसरका आउलान्, कोही चाहिँ तपाईँको किसानका आउलान्। तर त्यो ठाउँमा पसिसकेपछि सबै एउटा कोडमा हुनुपर्छ भन्ने कुरा हो त्यो।
तर त्यो कोडमा हुने कुरा चाहिँ अब त्यो मलाई लाग्छ राज्यले सरकारले भनेको कुरा के थियो भने विद्यालयमा चाहिँ आएको बच्चालाई विद्यालयले आफ्नै तरिकाले बाल चाहिँ नकाट्देऊ, कपाल नकाट्देऊ, तर काट्न चाहिँ भन काट्न भन भनेको हो नि त। त्यो अभिभावकले त्यो आफूले त्यो विद्यालयको कोड यस्तो छ, यो लेभलको कपाल काटेर जानुपर्छ, त्यहाँ अभिभावकले आफै जानेर स्याट्ट बच्चालाई यो कोडमा जानुपर्छ, किनभने त्यहाँको त नर्म्स हो, सिस्टम हो, भ्यालुज हो, डिसिप्लिन हो, यो कुरा त बुझेर जानु पर्यो नि त। त्यस कारणले बच्चा आफै स्मार्ट बन्नु पर्यो, अनि प्यारेन्ट आफै स्मार्ट बन्नु पर्यो, किनभने त्यो स्कुलको कोड अफ कन्डक्ट त प्यारेन्टलाई थाहा छ नि त। मेरो बच्चालाई मैले कुन तरिकामा लाँदैछु त्यो कुरा थाहा छ नि त। ठिक छ, भोलि उसलाई कुनै चरणमा त्यो कपाल पाल्ने कुराले उसको एजुकेसनमा त्यति अप्ठ्यारो नपार्ला, तर त्यहाँ त त्यो युनिफर्मिटी देखिएन नि त। त्यहाँ त एउटा एक किसिमको हाइरार्की भयो नि त। भोलि मान्छेले अर्कै कुरा बोकेर आउन सक्ने भयो नि त, अर्कै तरिकाका कुरा गर्न सक्ने भयो नि त। त्यस कारणले यो चाहिँ एउटा कोड मलाई लाग्छ यसरी नै यो बनाइएको हो। र यसलाई चाहिँ के भन्दाखेरि अलिक भनेपछि तपाईँको भनेको यसको व्याख्या अलिक सही तरिकाले भएन भन्न खोज्नु भएको? व्याख्या यो के छ भने मान्छेहरूले कुरालाई सही तरिकाले नबुझ्ने हाम्रो परम्परा भएको छ कि। जस्तै तपाईँको अहिले बिचमा आयो नि त, यो बुझाइ गलत छ। जस्तै बिचमा के आयो भने कक्षा 5 सम्म कन्टिन्यू एसेसमेन्ट सिस्टम अथवा कम्पिटेन्सी एसेसमेन्ट सिस्टममा जाऊ भने हो नि त। तर अब हाम्रो मान्छेले के बुझ्यो भन्दा 5 कक्षामा परीक्षै नहुने भनेर बुझ्यौँ नि त। हामीले के बुझ्छौँ, यो बडा समस्या छ। अब कम्पिटेन्सी अथवा कन्टिन्युस एसेसमेन्ट सिस्टम भनेको तिम्रो बच्चालाई दिनै त्यो तिम्रो बच्चाले कति सिकिया छ त्यसको एसेसमेन्ट ल्याऊ, त्यसको परीक्षा ल्याऊ, त्यसको जाँच गर, अनि बुझ्या छैन भने त्यसलाई फेरि गर, त्यो पनि बुझेन भने त्यसलाई फेरि स्पेसल ट्रिटमेन्ट गर र त्यसलाई चाहिँ एउटा लेभलमा ल्याउ नि त भनेको हो नि त। त्यो भनेको त अब हाम्रो मान्छेले हामीले के बुझ्यौँ भन्दाखेरि अब परीक्षै दिन नपर्ने अरे भन्ने चाहिँ बुझ्यौँ। यो बुझाइमा चाहिँ फरक छ। त्यस कारणले हामीले कसरी बुझिरहेछौँ भन्ने कुराले म्याटर गर्छ। मलाई लाग्छ राज्यले भनेको कुरा पनि त्यही हो कि यो एजुकेसनलाई कपालले म्याटर गर्दैन, बुद्धिलाई त कपालले म्याटर गर्दैन नि त। कस्तो कपडा लाग्यो, कस्तो कपाल पाल्यो, त्यसले त बुद्धिलाई त म्याटर गर्दैन। इन्टेलिजेन्स त मान्छेमा छ, तर म्याटर केले गर्छ भन्दाखेरि अथवा जुत्ता लाएर आओस् कि चप्पलै लाएर खाली खुट्टा आओस् कि जाँगे भनौँ न एक किसिमको आओस् कि हाफ प्यान्ट लगाओस् कि प्यान्ट लगा, कसरी आओस् बुद्धिलाई यसले म्याटर गर्दैन। तर कुरा भनेको राज्यले के भने विद्यालयमा विद्यार्थीलाई चाहिँ त्यो डिफर्म हुने गरिकन कपाल नकाट्दियो भनेको राज्यले लाग्छ, मलाई त्यो लाग्छ। तर बुझाइ चाहिँ अलिक फरक छ कि त्यो। सरले अब यो स्कुल लेभलको र कलेज लेभलको दुईटैको अनुभव छ तपाईँसँग। अब चाहिँ त्यसो भए यो स्कुल लेभलको एजुकेसन कस्तो हुनु पर्यो र स्कुल +2 पछाडिको चाहिँ क्याम्पस लेभलको एजुकेसन कस्तो हुनु पर्यो? तपाईँको यो 3 दशकको अनुभवले के देख्छ? अब कसरी अघि बढ्नु पर्ला? मलाई लाग्छ भने मलाई यो क्वेसन सोध्नुहुन्छ भने यो अत्यन्त मेरो निजी पनि विचार हो। मलाई कस्तो लाग्छ भन्दाखेरि अब हामीले अहिले कक्षा 5 सम्म जुन हिसाबले हाम्रो अहिले यो कन्टिन्यू एसेसमेन्ट सिस्टम अथवा कम्पिटेन्सी एसेसमेन्ट सिस्टम भनौँ, अब अरू कन्ट्रीमा त यो पनि चेन्ज भइसकेको छ, यो पनि पुरानो भइसकेको छ होइन। युरोपियन कन्ट्रीहरूमा यो अब चेन्ज भइसक्यो, अब हामी कहाँ यो अहिले आएको छ। अब हामीले के भन्दाखेरि अब एजुकेसनलाई अब हामीले कसरी हेर्ने भन्ने कुरा पनि हो, किनभने हिजोको सिनारियो र आजको सिनारियो फरक छ। हिजो चाहिँ के थियो भने एउटा परिवारमा 4वटा छोरा 3टी छोरी होइन, त्यो आँगनभरि भैलो सैलो भट्टाउँदा पनि त्यही टाइपका कुरा होइन अनि थिए। अब आजको कुरा चाहिँ के भयो भन्दाखेरि एकदम लिमिटेड फ्यामिली आयो, 2टा बच्चा बच्ची आयो। अब मान्छेले एउटा अथवा धेरैले 2टामा छ। यो कन्टेक्स्टमा कस्तो छ भन्दाखेरि अबको मान्छेलाई हिजोको जस्तो बाबाले पैतृक सम्पत्ति त्यसैमा खन्जो त्यसैमा जीवनयापन गर्ने कुरा उसले चाहन्न। अब अहिले चाहिँ ऱ्यापिड ट्रान्सफर्मेसनको जमाना छ र यसले गर्दाखेरि एजुकेसनलाई चाहिँ कक्षा 8 कक्षासम्मको एजुकेसनलाई एउटा कमन एजुकेसन जुन तरिकाले चलोस् त्यसलाई एउटा कमन एजुकेसनको हिसाबले लानुपर्छ भन्ने हो मलाई त्यस्तो लाग्छ। र 8 कक्षादेखि 12 कक्षासम्मको एजुकेसन कस्तो हुनु पर्यो भन्दाखेरि कम्प्लिटली टेक्निकल एन्ड भोकेसनल एजुकेसन हुनु पर्यो। र 12 कक्षा पछि ब्याचलर्स लेभलमा पढ्ने विद्यार्थी त अत्यन्त कम हुनु पर्यो क्या। जस समस्या छ, किनभने तपाईँको अहिले पनि तपाईँको हाम्रा मान्छेहरू विदेश जाने भन्ने छ नि त कुरा। खालि 12 पछि सारा विद्यार्थीहरू विदेश पढ्ने बहानामा विदेश जानु भनेको पनि उही कसरी मनी अर्न गर्न सकिन्छ त्यति हो।
त्यसको सट्टा तपाईँको हाम्रो त यस्तो विविधतामा हामी छौँ, यस्तो ठाउँमा छौँ कि हामी त 84 व्यञ्जनवाला मान्छे हौँ नि त। हाम्रा पुर्खाले त हामीले त 84 व्यञ्जन खाने भनेर राखेका हुन् नि त हामीलाई, अथवा उनीहरूले त त्यो तरिकाको भोजन निर्माण गर्थे त, बनाउँथे त, उब्जाउँथे त। त्यसैले यस्तो ठाउँमा बसेका मान्छेले हामीले त अब सोच्नु पऱ्यो नि त, त्यो 84 व्यञ्जन के थियो त, अब एक्सप्लोर गर्न पऱ्यो। हामीले वनस्पति के गर्न सक्छौँ, हामीले फलफुल के गर्न सक्छौँ, तरकारी के गर्न सक्छौँ, हामीले चाहिँ धेरै कुराहरू हामीले गर्न सक्छौँ त। त्यसको एक्सप्लोरेसन, टुरिज्ममा हामी के गर्न सक्छौँ, यो कुरा हामीले अब राज्यले एक्सप्लोर गर्नुपर्छ। फर इक्जाम्पल तपाईँको अब यो देशलाई 1000 जना मान्छेहरू टुरिज्म सेक्टरमा काम गर्न चाहियो भने 1000 जना मान्छेलाई त्यो टेक्निकल कक्षा 8 देखि 12 कक्षासम्मको एजुकेसन दिनु पर्यो र 12 दिइसकेपछि राज्यले नै जिम्मा दिनु पर्यो, तिमी यो ठाउँमा जाऊ। किनभने त्यो राज्यले त्यो हिसाबले चाहिँ विद्यार्थी पढाइरहेछ नि त। अब हाम्रो जुम्लाको स्याउ छ, कसैले यसरी हानेर झारिरहेछ, कसैले हल्लाएर झारिरहेछ, त्यो बिग्रियो त त्यहाँ। त्यसलाई चाहिँ कसरी, कुन मेकानिजमबाट टिप्ने त त्यो स्याउलाई, त्यो तरिकाको एजुकेसन दिनु पर्यो नि त। हाम्रो गुल्मीदेखि थुप्रै ठाउँहरूमा चाहिँ सुन्तला छ, त्यो सुन्तलाई कसरी टिप्ने, अनि त्यसलाई भण्डारण कसरी गर्ने, त्यो भण्डारण गर्न कति मान्छे चाहिन्छ, टिप्ने कति मान्छे चाहिन्छ, त्यो कुरा चाहियो। त्यस्तै गरिकन तपाईँको अरू टेक्निकल लाइन छ। अब हामी कहाँ अझ सबभन्दा इम्पोर्टेन्ट कुरा के छ भने तपाईँको सर्भिस ओरिएन्टेड मान्छे चाहिएको छ क्या यहाँ। जस्तै तपाईँको यहाँ ठुल्ठुला मसिनहरू, उद्योगहरू, कलकारखाना चलाउने मान्छे पनि बाहिरबाट लिन परिरहेछ। अझ हामी त कृषि प्रधान देश भने चामल त्यहाँबाट लिइरहेछौँ, तरकारी बाहिरबाट ल्याएछौँ, फलफुल बाहिरबाट ल्याएछौँ, तर यसमा आत्मनिर्भर बन्न पऱ्यो नि त। तर त्यसको लागि हामीले जान्नुपर्ने कुरा, राज्यले जान्नुपर्ने कुरा के भने अब 8 कक्षादेखि 12 कक्षासम्म टेक्निकल एजुकेसन चाहिँ एकदमै त्यसलाई उसले चाहिँ फोकस गर्ने होइन। र टेक्निकल एजुकेसन दिइसकेपछि 12 कक्षापछि मेरो बच्चा फलानु ठाउँमा काममा लाग्छ भन्ने कुरा स्योर हुनु पर्यो। त्यो भइसकेपछि तपाईँको हेर्नु न, यहाँ एउटा इलेक्ट्रिसियन यो यस्तो अवस्था भयो भने त यो विदेश जाने क्रम नै रोकिन्छ होला। क्लियरली रोकिन्छ। यो हुन बित्तिकै आज तपाईँको मलेसिया अनि दुबई यिनीहरूमा जाने मान्छेहरू त ठुलो एक्सपेक्टेसन छैन नि त। उनीहरू 20-25 हजार 30 हजार कमाएर बसेका छन्, त्यो कुरा त यहीँ दिन सकिन्छ नि त उनीहरूलाई। त्यस कारणले हामीले यस्तो बनाउनु पऱ्यो कि यो देशलाई हामी त यस्तो चाहिँ ठाउँमा छौँ, हामी त प्रकृतिको यति सुन्दर ठाउँमा छौँ। अब टुरिज्मको सेक्टरमा हामीले ठुलो तपाईँको डेभलपमेन्ट गर्न सक्छौँ, नेचुरल रिसोर्सेसको कन्टेक्स्टमा हामीले धेरै ठुलो कुरा गर्न सक्छौँ, अनि टेक्निकली अथवा भोकेसनली पनि हामीले धेरै कामहरू यहाँ छन्। यस्ता कुरालाई चाहिँ एकदमै रिसर्च गर्न, यसैलाई भन्नु पऱ्यो नि त, रिसर्च गर्न पऱ्यो कि यो ठाउँका मान्छेको पोसिबिलिटी केमा छ त भन्ने कुरा रिसर्चर डेभलप गर्नु पऱ्यो क्या। अनि उनीहरूले चाहिँ एउटा फ्रेमवर्क बनाउँछन्, अनि त्यसपछि त्यो फ्रेमवर्क अनुसार यो सेक्टरमा यो कुराको चाहिँ के अरे यो आवश्यकता छ भन्ने कुरा उनले पहिचान गर्छन्। पहिचानको आधारमा ठ्याक्क तपाईँको त्यस्ता मान्छेहरू यति सिटै तोकेर, यति सिट छ 4 वर्षको 8, 9, 10, 11 वा 5 वर्ष सकाउन बित्तिकै 5 वर्षमा हामीलाई यो सेक्टरमा यति मान्छे चाहिन्छ भनेर चाहिँ उत्पादन गर्नु पर्यो। अब अहिले +2 पछि विद्यार्थीहरू विदेशतिर गइरहेछन्, प्रसङ्गै आयो भनेपछि यहाँका कलेजहरू चाहिँ अब विद्यार्थी अभावमा अब सङ्कटमा परे भनेर धेरै चिन्ता लिइरहनु पर्ने विषय रहेन। अब यस्तो हो, पहिलो कुरा त के थियो भने पहिला कुनै एउटा यस्तो समय थियो इन्डियाबाट पनि प्रशस्त मान्छे बाहिर जान्थे, प्रशस्त मान्छे जान्थे। र यो ग्लोबलाइजेसनको एउटा डिमेरिट भनेको यो डेभलपिङ कन्ट्रीलाई, हाम्रो जस्तो देशहरूको यो डिमेरिट हो। किनभने मान्छेहरू अब हिजो चाहिँ एउटा गाउँमा लिमिटेड थियो नि त, एउटा वार्डमा लिमिट थियो, एउटा जिल्लामा लिमिट थियो। आज त अमेरिकामा भएको कुनै न्युज सानो कुरा भयो भने नि वर्ल्डमा तपाईँको गइरहेको छ। अथवा रूपन्देहीको हामी यो ठाउँमा बसेर केही कुरा गर्दा आज चाहिँ लोकली कुनै एक्ट गर्छौँ भने ग्लोबली त्यसको इम्प्याक्ट पर्छ। जस्तै तपाईँलाई मैले भनौँ हाम्रै तिलोत्तमाको एउटा कन्टेक्स्टमा भनौँ न, हामीले यहाँ माई पकेट माई फर्स्ट डस्टबिन भन्यो नि त, त्यो कुरा त इक्वली अमेरिकामा पनि त लागु हुन्छ नि। त्यहाँ पनि त ऱ्यापर त हुन्छ नि, त्यहाँ पनि चक्लेट त छ नि, त्यहाँ पनि खैनी सुर्ती त छ नि। त्यस कारणले त्यो ऱ्यापरलाई कम्तीमा तिमीले अर्को डस्टबिन नपाउने बेलासम्म खोल त्यहाँ राख भने हो नि त। त्यो कुरा चाहिँ अब लोकल एक्टको कुरालाई ग्लोबल चाहिँ तपाईँको त्यसले चाहिँ प्रभाव पारिराखेको हुन्छ। त्यस कारणले यो डेभलपिङ कन्ट्रीको एउटा डिमेरिट भने के भने उसले अवसर खोजिरहेको हुन्छ क्या, मान्छेले अवसर खोजिरहेछ, म कहाँ जाँदाखेरि अझ बेटर क्वालिटी लाइफ हुनसक्छ भनेर खोजिरहेको छ। र त्यो अवसर चाहिँ को बाटो चाहिँ हामीले खोलिदिएका छौँ। किन खोलिदिएका छौँ भने हामीले 12 कक्षासम्म टेक्निकल भोकेसनल एजुकेसनमा मान्छेलाई राख्न सकेनौँ। त्यो राख्न सके भए त यहाँ अडिन्थ्यो नि त मजाले, धेरै मान्छे चाहिँ यहाँ अडिन्छ। त्यसपछि
गएर मान्छे चाहिँ त्यसपछि ब्याचलर्स मास्टर्स अनि अरू पिएचडी लगायतका कुरालाई त उसले आफ्नो इच्छाले मान्छेले गर्न सक्छ र त्यो गर्यो भने पनि धेरै कम मान्छे जान सक्छ। त सर अब धेरै अभिभावकहरू अब मेरो छोरो त यहाँ बस्न सकेन अथवा चाहिँ विदेश गयो भनेर अलिक चिन्तित पनि देखिन्छन्। उहाँहरूलाई तपाईँ यो एउटा 3 दशकको यो अनुभवले तपाईँ के सुझाव दिनुहुन्छ उहाँहरूलाई? अनि यस्तो छ, अब कुरा के हो भने हामीले अब बच्चा बच्चीको त यो मैले अहिले पनि भने यही कन्टेक्स्टलाई जोडेँ, किनभने अहिले चाहिँ मान्छेहरूले क्वालिटी लाइफ चाहन्छ। उसले कति वर्ष सर्भाइभ गर्छु भन्दा पनि म जति वर्ष सर्भाइभ गर्छु मेरो क्वालिटी लाइफ हुनुपर्छ भन्ने सोच्छ उसले। त्यसले गर्दाखेरि ऊ अवसरको खोजीमा जान्छ, किनभने मान्छेको स्वभावै नै त्यस्तो हुन्छ। र अब यो कन्टेक्स्टमा अहिले ग्लोबल्ली अहिले चाहिँ के भन्दाखेरि एउटा सानो कोठा जस्तो हो नि त ग्लोबल पर्सपेक्टिभ त। अहिले बच्चाले बाहिर जान्छु अथवा ग्लोबली कुनै कम्पनीमा विदेशी कम्पनीमा बसेर कोठाभित्र बसेर काम गर्छु भनेर यहीँ बसेर पनि काम गर्न सक्छ, किनभने एआईको जमाना छ, अब तपाईँको यो टेक्नोलोजीको जमाना छ, त्यसले गर्छ। र त्यो चाहिँ अब मेरो बच्चा यहाँ बस्न खोजेन, मलाई चाहिँ मर्ने बेला क्रिया गर्ने मान्छे भएन अथवा मरेको डेड बडी पनि थुप्रै दिन चाहिँ यहाँ राख्न पर्ने भयो, छोरो आएपछि निकाल्न पर्ने परिस्थिति भयो, यो त फेस गर्ने हो, यो त च्यालेन्ज हो। त्यस कारणले यो कुरालाई तपाईँको फेस नगर्नलाई त के हुन पऱ्यो भने हाम्रो चाहिँ इन्स्टिट्युसनहरू, राज्यका इन्स्टिट्युसनहरू अपडेट हुन पऱ्यो। जस्तै हाम्रा मान्छेलाई चाहिँ कहाँ सेट गर्दैछौँ, हामीले कुन लेभलको एजुकेसन दिँदैछौँ, कुन लेभलको हामी विकासको चरणमा जाँदैछौँ, कुन किसिमको रोजगार दिँदैछौँ, कुन रोजगारले मान्छेलाई सेटिस्फाई गर्छ, कुन रोजगारले मान्छेलाई प्रतिस्पर्धी बनाउँछ, कुन रोजगारले अरू धेरै मान्छेहरूलाई आकर्षित गर्छ, कुन रोजगारले मान्छे रमाउँछ, कुन रोजगारले खुसी हुन्छ, त्यो कुराले म्याटर गर्छ नि त। तर हिजो त हाम्रो यही समाज हो नि त, हिजोको कुरा सुनेर त अहिलेको समाज चाहिँ चल्दैन। हिजो त के थियो भन्दाखेरि एउटा समाज थियो, एउटा गाउँमा एउटा खेतीपाती गरेर हामी सर्भाइभ हुन्थ्यौँ, अनि बाबा मर्न बित्तिकै छोरो त्यहीँ हुन्थ्यो, स्याहार सुसार गर्नुपर्ने हुन्थ्यो, कति महिना चाहिँ त्यो घुम्टो गर्नुपर्ने हो, बार्नुपर्ने हो, खाना के अरे बाहिर खान नपर्ने हो, सेतो कपडामा बस्नुपर्ने, आफै पकाएर खाने छोएको न, यो सबै सम्भव थियो नि त। तर अब चाहिँ सर्भाइभललाई अलिकति गाह्रो छ। अब चाहिँ यो सर्भाइभलको कुरा, एक्जिस्टेन्सको कुरा अलिकति टफ भएको कारणले मान्छेले अवसर यो ग्लोबल पर्सपेक्टिभमै अवसर खोज्छ, अनि जहाँ उसले अवसर पाउँछ त्यहाँ चाहिँ ऊ जान खोज्छ। यो स्वभाव हो, मानव स्वभाव हो। दामोदर सर, हामी कार्यक्रमको अन्त्यतिर छौँ। अब एउटा शिक्षाविद, लामो समय यो शिक्षा क्षेत्रमै एउटा अनुभव सँगाल्नु भएको हिसाबले एउटा आदर्श अभिभावक बन्न चाहनेलाई तपाईँको तर्फबाट के सुझाव दिनुहुन्छ? अब आदर्श अभिभावक बन्नलाई फेरि पनि मैले जोड्न चाहन्छु कि पहिलो कुरा त राज्य, स्टेट, सोसाइटी सबै मिल्यो भने सबै कुरा हुन्छ। कहिलेकाहीँ कस्तो हुन्छ, एउटा कथा आउँछ नि, त्यो गाउँभरिका मान्छेलाई एउटा आज खाल्टो खनिएको छ, सबैले 1-1 लिटर दुध ल्याउने है घरमा भएको भनेपछि, अनि फलानाले लिएर जान्छ, मैले पानी लए पनि केही हुन्न भन्दा सेतै देखिन्छ भने, अनि हुँदाहुँदै सबैले पानी लिएर खनाइदिए। अनि हाम्रो समाज पनि कस्तो मैले सुने भन्दा, कुनै एउटा लिटरेचरमा के हेरेँ भन्दाखेरि मैले न्युजै हेरेँ कि कुनै ठाउँमा चाहिँ तरकारी चाहिँ पठाइदिए छोराछोरीलाई, अनि एउटा बोराको तरकारी छोराछोरीलाई पठाइदिएको थियो, अर्को तरकारी चाहिँ बेच्न भनेर पठाइदिएको अथवा अरू कसैलाई पठाइदिएको थियो। अनि चान्सवश त्यो तरकारीको बोरा चेन्ज भयो। अनि कुरा के रहेछ भन्दाखेरि त्यो जुन तरकारी छोराछोरीलाई भन्न पठाएको थियो त्यो अर्ग्यानिक थियो, विष हालेको थिएन, तर अर्को जुन बोराको थियो एकदम विषाक्त प्रयोग गरेर उत्पादन गरेको तरकारी थियो। अब हाम्रो सोच कस्तो भयो भने हामी मात्रै सर्भाइभ गर्ने भन्ने सोच भयो नि त। र त्यस कारणले अब पहिलो हामी यहाँबाट करेक्सन हुनु पऱ्यो कि यो सर्वे भवन्तु सुखिनामा जानु पऱ्यो। सबै सुखी हुनुपर्छ, सबै खुसी हुनुपर्छ, सबैका छोराछोरी हाम्रा छोराछोरी बराबर हुन् भनेर सबैले फिल गर्नुपर्छ। जब हामीले सबैले फिल गर्न थाल्छौँ नि, किन समाज भने त त्यही हो नि, त्यसैले अटोमेटिकली आमा बुवाहरू जसले छोराछोरीहरूलाई राम्रो बनाउन कोसिस गर्नुभएको छ नि, र जुन आमा बुवाले घरको आफ्ना क्रियाकलाप यस्तो राम्रो तरिकाले पर्फर्म गर्नुभएको छ नि, जसले एउटा संस्कार दिनुभएको छ नि घरमा, त अटोमेटिकली त्यो अभिभावक आइडियल आदर्श अभिभावक चाहिँ बन्नुहुन्छ। तर कुनै कुरा ठगेर, कुनै कुरा ढाँटेर, अथवा कहिलेकाहीँ त कस्तो पनि देखिन्छ भन्दाखेरि ल बाबु तिमी पढ्दै गर, म यसो अङ्कललाई फोन गर्छु भनेर 1 घन्टा आफू फोनमा लाग्ने, अनि छोरालाई त्यहाँ पढ भनेर लाउनुहुन्छ।
अनि आफू चाहिँ उता त्यो के अरे छोरालाई पढ भन्ने अनि आफू चाहिँ अरू कोहीसित बसेर चाहिँ गफ मारेर बस्नुहुन्छ, त्यो चाहिँ आदर्श अभिभावकको गुण चाहिँ भएन। र अभिभावकले के सोच्नु पर्यो भने कि जति घन्टा, आधा घन्टा, 1 घन्टा जति हुन्छ नि बच्चाका कुरा सुन्नु पर्यो। आज दिनभरि मेरो बच्चाले के काम गर्यो, चाहे त्यो 11मा पढ्ने होस्, चाहे 10मा होस्, चाहे सानो होस्, चाहे ब्याचलरमा होस्, चाहे मास्टर्समा हो, छोरो आउँछ नि साँझ आउला कति बेला आउँछ, अभिभावकले के सोध्नु पर्यो, आज दिनभरि के थियो, आज कस्तो भयो दिन भनेर सोध्नु पर्यो। बच्चाले चाहिँ त्यो कुरा त्यो हरेकले चाहिँ सेयर गर्ने एउटा अवसर पाउन पर्यो। घर एउटा कस्तो हुन पर्यो भने एउटा सेलिब्रेसन जस्तो हुनु पर्यो घरमा। अनि घर कस्तो हुनु पर्यो नि सबैले आफ्ना कुराहरू ओपनली चाहिँ सेयर गर्न पर्यो। अहिले त परिस्थिति कस्तो छ भने मम्मीको एउटा मोबाइल छ, बाबाको अर्को मोबाइल छ, छोराको एउटा मोबाइल छ, छोरीको एउटा मोबाइल छ, एउटा अर्को कुना बस्या छ, अर्को कुना बस्या छ, अर्को कुना बस्या छ, बोलचाल गर्दैन, इन्ट्रेक्सन छैन, त्यो आदर्श त भएन। अनि अझ त्यो मात्रै के छ र त्यो सबैले लक कोड हालेको छ कि फोनमा, त्यो भनेकै रङ भयो। जे कुरा गर्ने हो ओपनली गर्न पर्यो, जे कुरा सेयरिङ गर्ने हो ओपनली सेयरिङ गर्न पर्यो, अनि जे हाँसो ठट्टा गर्ने हो ओपनली गर्न पर्यो। सबै इक्वल पार्टिसिपेसन हामीले बच्चाबच्चीलाई गराउन सक्यौँ भने त्यो अभिभावकलाई आदर्श अभिभावक मान्न सकिन्छ अहिलेको कन्टेक्स्टमा जस्तो मलाई लाग्छ। दामोदर सर यहाँ समाइदिनु भयो, आफ्नो अनुभव सुनाउनु भयो। तपाईँसँग संवाद गर्नुपर्ने धेरै विषय थिए, आज हामी एउटा विषय मात्रै केन्द्रित रह्यौँ। फेरि पनि हामी अरू श्रृङ्खलामा यो संवाद गर्नेछौँ। यहाँ समाइदिनु भयो, आजका लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद हजुरहरूलाई। तिलोत्तमा टेलिभिजन HD को प्रस्तुति। तिलोत्तमा बहस।